नमस्कार। आज पनि म नारायण श्रेष्ठ नयाँ विषयवस्तु लेमन ग्रासका बारेमा जानकारी लिएर उपस्थित भएको छु। लेमन ग्रास घाम लाग्ने र पानी जम्ने ठाउँमा हुने एक घाँस जस्तै जडीबुटी हो। यसलाई क्याफिन रहित हर्बल बनाउन प्रयोग गरिन्छ। यसलाई काटेर राम्रोसँग सुकाएपछि पाउडर बनाएर बिहान दैनिक 1 चिया चम्चा तातो पानीमा पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ। लेमन ग्रासको अरू पनि फाइदा छन्, ध्यान दिएर सुनौ है। लेमन ग्रासले सुगर, कोलेस्ट्रोल कन्ट्रोल गर्नुको साथै रेड ब्लड सेल आरबिसीलाई बढाउन मद्दत गर्छ। त्यस्तै यसमा आइरन पनि पाइन्छ। यसले रगत पातलो बनाउँछ र प्रेसर पनि कम गर्छ। मोटोपनलाई घटाउँछ। अझ यसले पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। सुन्निने समस्या, सुजनलाई कम गर्छ। लेमन ग्रासले ब्याक्टेरिया वा फङ्गस हटाउन जस्तै मुखको दुर्गन्ध हटाउन प्रयोग गरिन्छ। त्यस्तै दिमागलाई ताजगी दिई तनाव कम गर्न पनि सहयोग गर्छ। लौ त साथीहरू, लेमन ग्रासको बारेमा आजलाई यति नै। अझ यस्तै महत्त्वपूर्ण जानकारी चाहिएमा मेरो युट्युब च्यानलमा सब्सक्राइब गरी बेल आइकनमा थिच्नुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद।